सबैजनालाई जय सीताराम। म आज मिथुन राशिको 2083 सालको वार्षिक राशिफल बताउनका लागि उपस्थित भएको छु। जेठ 18 गतेसम्म जन्मराशिमै गोचर गरिरहेको बृहस्पतिले गर्दा वार्षिक रूपमा सामान्य स्थिति रहने खालको स्थिति देखिएको छ। जेठ 18 गतेदेखि उता बृहस्पति दोस्रो भावमा जानेछ र दोस्रो भावमा रहने बृहस्पतिले आर्थिक रूपमा नयाँ अवसरहरू ल्याउने खालको परिस्थिति बन्ने खालको देखिएको छ। त्यो कारणले गर्दाखेरि यसको साथै कार्तिक 14 गतेदेखि अतिचारी भएर बृहस्पतिले आफ्नो भावलाई जाँदा यसले अचानक आम्दानीका स्रोतहरू वृद्धि हुने, नयाँ नयाँ अवसरहरू आउने खालको परिस्थिति बन्ने खालको अवस्था देखिएको छ। बृहस्पतिको प्रभाव लग्नमा दोस्रो तेस्रो भावमा समेत भएकाले यसले यस समयमा आर्थिक अवस्थाहरू सुधार हुने खालको परिस्थिति बनेको छ। त्यो एकदम ध्यानपूर्वक अगाडि बढ्नु होला भन्न चाहन्छु म। अलि पढाइको क्षेत्रमा पनि राम्रो उन्नति प्रगति हुने खालको, शिक्षा क्षेत्रमा पनि एकदम अगाडि बढ्ने खालको, बन्धु बान्धवको सहयोग, आफन्तको सहयोग आउने खालको परिस्थिति देखिएको छ। नयाँ नयाँ अवसरहरू आउने खालको स्थिति देखिएको छ। त्यो एकदम ध्यानपूर्वक अगाडि बढ्नु होला भन्न म चाहे। अलिकति रोग गाडी घोडामा एकदम साधनहरू सवारी साधनमा अलि हिँड्दाखेरि एकदम ध्यानपूर्वक हिँड्नु होला। अलिक गाडी दुर्घटनाहरू हुने खालको स्थिति देखिएको छ। त्यही भएर अलिक ख्याल गरेर हिँड्नु होला। कुनै पनि फलामजन्य चिजहरू युज प्रयोग गर्दाखेरि एकदम ध्यान दिएर युज गर्नु होला। अलिकति खुट्टाहरूमा चोटपटक लाग्ने, शरीरमा चोटपटक लाग्ने खालको स्थिति देखिएको छ। त्यही भएर हजुरले एकदम ध्यानपूर्वक मिथुन राशि हुने व्यक्तित्वहरूले अलिकति ध्यान दिएर अगाडि बढ्नुभयो भने हजुरलाई राम्रो हुने स्थिति देखिएको छ। त्यसैले हजुरले कुनै पनि कार्य गर्दाखेरि एकदम समित भएर अगाडि गर्नुभयो भने राम्रो हुने देखिएको छ। धेरै परिश्रम, धेरै सङ्घर्षपछि सफलताको बाटोमा अगाडि बढ्ने खालको स्थिति हजुरको कुण्डलीमा देखिएको छ। मिथुन राशि हुने व्यक्तिको वार्षिक राशिफलमा है हजुर।